इजरायल 45 जग्गा जमिनको भागभण्डा। जब तिमीहरूले उत्तराधिकारीको निम्ति देश बाँडेर दिन्छौ, तब तिमीहरूले त्यसबाट परमप्रभुको निम्ति 25,000 हात लामो र 20,000 हात चौडा भएको एक भाग पवित्र जिल्ला हुनलाई अलग्गै उपहार दिनु। त्यो जम्मै क्षेत्र पवित्र हुनेछ। यसबाट लम्बाइ र चौडाइ दुवै 500 हात भएको एउटा भाग पवित्र स्थानको निम्ति हुनेछ। त्यसका चारैतिर 50 हात चौडा एउटा खुल्ला ठाउँ होस्। त्यही पवित्र जिल्लामा 25,000 हात लामो र 10,000 हात चौडा एउटा ठाउँ नाप्नु। त्यहाँ पवित्र स्थान र महापवित्र स्थान हुनेछन्। यो ठाउँ चाहिँ पवित्र स्थानमा परमप्रभुको सेवा गर्दा परमप्रभुको नजिक आउने पुजारीहरूका निम्ति देशको एउटा पवित्र भाग होस्। यो तिनीहरूका घरहरूका निम्ति जग्गा र पवित्र स्थानको निम्ति पनि एउटा पवित्र ठाउँ हुनेछन्। 25,000 हात लामो र 10,000 हात चौडा भएको एउटा क्षेत्र मन्दिरको सेवा गर्ने लेवीहरूको हुनेछ। त्यो तिनीहरू बस्ने नगरहरूका निम्ति एउटा निजी अधिकार हुनेछन्। तिमीहरूले 5,000 हात चौडा र 25,000 हात लामो भएको र पवित्र भागको छेउमा भएको एउटा क्षेत्र सहरलाई त्यसको जग्गा जमिनको रूपमा दिनु। यो चाहिँ इस्रायलको सारा घरानाको निम्ति हुनेछ। पवित्र जिल्ला र सहरको जग्गा जमिनका हरेक किनारको जमिन चाहिँ राजकुमारको हुनेछ। त्यो पश्चिमपट्टिबाट पश्चिमतिरै र पूर्वपट्टिबाट पूर्वतिरै फैलेको हुनेछ। कुलका भागहरूमध्ये एउटाको समानान्तर भएर पश्चिम सिमानादेखि पूर्व सिमानासम्म फैलिएर गएको तिनको भाग हुनेछ। यो जग्गा चाहिँ इस्रायलमा तिनको निजी अधिकार हुनेछ। अनि मेरा राजकुमारहरूले मेरो प्रजालाई फेरि कहिले अत्याचार गर्ने छैनन्। तर तिनीहरूले इस्रायलका घरानालाई तिनीहरूका कुल अनुसार जग्गा जमिन अधिकार गर्नलाई अनुमति दिनेछन्। परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, हे इस्रायलका राजकुमार हो, बस तिमीहरूले अति नै गर्यौ। तिमीहरूका उपद्रव र अत्याचार त्यागिदेऊ र जो न्यायसङ्गत र ठिक छ त्यही गर। आफ्नो अधिकारको ठाउँबाट मेरो प्रजालाई निष्कासन गर्न छोडिदेऊ। परमप्रभु परमेश्वर भन्नुहुन्छ, तिमीहरूले ठिक तौलका ढग र तराजु प्रयोग गर्नुपर्छ। तिमीहरूका एपा र बाथ पनि ठिक नापका होउन्। एपा र बाथका नाप एक समान होस्, अर्थात् होमेरको दशांश भाग। दुवैको लागि होमेरको चाहिँ सैद्धान्तिक नाप होस्। तिमीहरूका सेकेलको तौल 20 गेराको होस्। 10, 25 र 15 सेकेल जोडेर तिमीहरूको मिना होस्। भेटीहरू र पवित्र दिनहरू। तिमीहरूले चढाउनु पर्ने विशेष भेटी यही हो। गहुँ र जौको हरेक होमेरबाट एपाको छैटौँ भाग। तेलको निम्ति तोकिएको हिस्सा चाहिँ हरेक कोरबाट बाथको 10औं भाग होस्। एक कोरमा 10 बाथ अर्थात् एक होमेर हुनेछ। इस्रायलका खर्कहरूमा राम्रो दाना पानी पाएका हरेक 200 बगालबाट एउटा भेडो लियोस्। मानिसहरूका लागि प्रायश्चित गर्नलाई अन्न बलि, होम बलि र मेल बलिको निम्ति यी प्रयोग गरून्। परमप्रभु परमेश्वर भन्नुहुन्छ, इस्रायलका राजकुमारले प्रयोग गरिने विशेष उपहारमा देशका सबै मानिसहरूले भाग लिनेछन्। विभिन्न चाडहरू, औँसीका चाडहरू, सबात दिनहरू अर्थात् इस्रायलका घरानाका सबै तोकिएका चाडहरूमा चढाउनलाई होम बलि, अन्न बलि र अर्ध बलि जुटाइदिने कर्तव्य राजकुमारको नै हुनेछ। इस्रायलका घरानाको निम्ति प्रायश्चित गर्नलाई चाहिने पाप बलि, अन्न बलि, होम बलि र मेल बलिहरू तिनले नै जुटाउनु पर्नेछ। परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, पहिलो महिनाको पहिलो दिनमा तिमीहरूले एउटा निस्कोट बाछो लिएर पवित्र स्थानलाई शुद्ध गर्नुपर्छ। पुजारीले पाप बलिको केही रगत लिएर मन्दिरका ढोकाका खामाहरू, वेदीको माथिल्लो बिटका चारै कुनाहरू र भित्री चोकका ढोकामा खामाहरूलाई लगाउनु पर्छ।
कसैले विचार नगरिकन अथवा अजानमा पाप गरेको छ भने महिनाको 7औं दिनमा तिमीहरूले त्यसै गर्नुपर्छ। यसरी मन्दिरको निम्ति तिमीहरूले प्रायश्चित गर्नुपर्छ। पहिलो महिनाको 14औं दिनमा तिमीहरूले 7 दिनसम्म मानिने निस्तार चाड मान्नुपर्छ। त्यस